हजुर भाडा माझिसक्यौ? भाडा माझिसके, ठन्काइ पनि सके, ए चुलो पनि पुछिसके। अब काम सकाइहाले आजको। ए अब के गर्छौ? अब कलश राख्न बाँकी छ अनि सकिन्छ काम। ए तिमी जहिले कलश त राख्छौ, तर किन राख्छौ? कलश चाहिँ किन राख्ने भने त मलाई पनि त्यति राम्रोसँग थाहा छैन होइन। तर सानो तिमी जत्रो हुँदाखेरि नि मेरो मम्मीले सधैँ राख्नुहुन्थ्यो क्या चुलोमा, यस्तै भाँडासाँडा माझेर चुलो पुछिसकेपछि जहिले राख्नुहुन्थ्यो यसरी कलश। अनि किन राखेको मम्मी भन्दाखेरि चाहिँ हामीले पितृलाई सम्झेर देउतालाई सम्झेर राति सुत्ने बेलामा एक भाँडा पानी चाहिँ यहाँ राख्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो क्या मलाई। अनि म तिमी जत्रो हुँदाखेरिबाटै मैले आफै राख्थेँ क्या, मेरो मम्मी राखेको छ नि त। अनि म राख्थेँ, अनि त्यहीबाट सिकेको। अनि मैले पनि राखिरहेको छु क्या मैले। ए म नहुँदाखेरि तिमीले राख्छौ अरे त बाबाले भन्छ नि। म राख्छु, अनि तर मलाई थाहा थिएन कि किन चाहिँ राख्छन् भनेर, तर राख्न चाहिँ राख्थे। यो चाहिँ यसरी राख्ने हो। अनि भगवान् यसको माथिबाट चाहिँ एउटा भाँडामा चामल राखिदिने अलिकति क्या, थोरै यसरी चामल निकाल्ने आफ्नो बोराबाट होइन। यसरी चामल निकालेर जति आउँछ त्यति यहाँ चामल पनि राखिदिने हो। अनि पितृहरूलाई धन्यवाद भन्ने हो क्या। आज दिनभरि हाम्रो राम्रोसँग गयो नि त होइन। अनि बिहान साँझ राम्रोसँग खाना खान पनि पाएँ हामीले। त्यो भएर उहाँहरूलाई सबै देउताहरूलाई सम्झेर मन्त्र भन्दै धन्यवाद भन्नुपर्छ क्या। मन्त्र त थाहा छ नि त तिमीलाई? थाहा छ। इष्ट देवताभ्यो नमो नमः, पितृदेवताभ्यो नमो नमः, कुलदेवताभ्यो नमो नमः, सर्वदेवताभ्यो नमो नमः। अन्नपूर्ण आमालाई धेरै धेरै धन्यवाद छ। बुझ्यौ? बुझे भन्ने हो। अनि यसरी राखेपछि अनि भोलि बिहान चाहिँ यो कलशको पानी के गर्ने थाहा छ? के गर्ने? यसलाई निकालेर यो चाहिँ पन्छीलाई दिने, चराहरूलाई यो चामल चाहिँ। अनि यो चाहिँ पानी लगेर गेटमा, कोही पनि नउठ्दै बिहान फर्स्ट आवरमा आफू उठ्ने बित्तिकै यो लगेर गेटमा छरिदिने। अनि एकछिन चाहिँ गेट खुल्ला राखिदिने क्या, ढोका गेट खुल्ला राखिदिने। अनि त्यसपछि लक्ष्मी माता बिहान कसको घरको गेट खुल्ला भनेर हेर्दै आउनुहुन्छ। अनि यो पानी लगेर पवित्र बनाइदियो भने त्यसबाट हाम्रो घरभित्र छिर्नुहुन्छ क्या लक्ष्मी माता। अनि हाम्रो घरमा जहिले पनि भइरहन्छ, राम्रो भइरहन्छ, लक्ष्मी माताले बास गर्नुहुन्छ। अनि त्यो भएर सम्पूर्ण भगवान्लाई पनि सम्झियौँ, अनि लक्ष्मी माताको पनि स्वागत गऱ्यौँ होइन। त्यसपछि बिहान सुरुमा बिहान चाहिँ गेटमा लगेर छर्किदिनुपर्छ क्या पानी। बुझे। तिमी पनि यस्तै गर्नुपर्छ, पछि मन नभएको बेला नि गरिरहन्छौ गर्न चाहिँ। तर किन गर्ने भन्ने थाहा नभएको त हो। ल थ्याङ्क यू।